हेलो एभ्रिवान सबैजनालाई हैन फेरि पनि मेरो अर्को दिनमा स्वागत छ तपाईलाई गाउँको भिडियोमा हामी चाहिँ आज चाहिँ हामी के अरे उस्तो भनेको तर हाम्रो गाउँ डुल्नु चाहिँ भनेको कि अन्त गाउँ डुल्नु भन्दाखेरि यहाँनिर कहाँ भने यहाँबाट देख्छ तपाईँहरूलाई काम लागिरहेछ मजाले अब यहाँ पारि जाउँ भनेको त्यहाँबाट दामी देख्छ नि त उतानिर दार्जिलिङहरू हो अन्त चाहिँ जानुपर्छ यता हेर्नु न यहाँनिर अब घाम लागिरहेछ न अन्त यतानिर अन्धकार भइरहेछ यो साइडमा हेर्नु त यो पारि चाहिँ 10 माइलहरू भन्छ हो यहाँनिर चाहिँ अन्धकार छ अन्त चाहिँ पानी आउँछ क्या हो है कालो कालो छ त्यो साइडमा त दुईजना रेडी नक्कली हेर्न नक्कली तलबाट जानु बाइक चाबी होइन हौ होइन माथिबाट यस्तो जाउँ होइन यस्तो माथिबाट गएर चाहिँ माथि च्यान्डाटा सट्टै घुमेर चाहिँ त्यहाँ तल ओह्रालहरू भयो हामी चाहिँ कुरकुरे खोज्दै जानेर आज चाहिँ गाउँ एक्सप्लोर हुन्छ होइन हेर्न बिस्तारै त हामीले पहिला जोड खान्थ्यौ कुरकुरे है यस्तोमा त पाउँदैन त यस्तरी पाउँछ पानीमै पाउँछ अलग्गै बाहिरै हुन्छ हौ हो त्यस्तोमै छैन रहेछ यहाँ चाहिँ यो कुहिएछ यो त यहाँ छैन होला त ऊ माथितिर मात्रै होला अब ऊ माथितिर चाहिँ बाहिर बाहिर पाउँथ्यो अब हामी पहिला यो जङ्गलमा त घाँस तर जोड काट्थ्यो नि हो घाँस तर जोड काट्थ्यो नि यो जङ्गलमा त पहिरो आएछ नि त पुरा अहिले हेर न यहाँनिर आम्मा यो त दाउराहरू जोड घाँस जोड काट्थ्यो नि यहाँनिर आमा आज पनि घाँस त दामी रहेछ काट्नु काट्नु लाग्दा हँ अहिले उपाएर छ ओइ खोज्न कुरकुरे आइज न दि फेरि ओइ नक्कली नक्कली देखियो होला नि यहाँ हामीलाई दि चाहिँ यस्तो नक्कली छ नि फेरि चन्दनको काली नक्कली नकचरी एउटा हेरेर हौ डल्लै भत्कन बिचरा आइगयो आयो कति भयो नखाएको तर छैन रहेछ ए छैन होला छोड्दैन यहाँतिर पहिला जोड पाउँछ बाहिरै थियो हुन्थ्यो पुरा बुटुटु हुन्थ्यो पहिला यहाँतिर हामी पुरा खान्थ्यौ अहिले त कुन त नि अब के भएर भाडा चाहिँ यस्तो हुन्छ है अब गाउँमा चाहिँ अब हाफप्यान्टमा बस्ने बानी भएर चाहिँ के जङ्गलहरू देखाएको छ क्या यस्तो छ जङ्गलहरू भनेर चाहिँ हावापानी चाहिँ अब मजा आउँछ हाम्रो गाउँको बाटो चाहिँ यस्तै हो यो चाहिँ घाँस दाउरा बोकेर हिँड्ने मात्रै हो बाटो तर पहिला जोड बोकेर हिँड्ने बाटोमा घाँस दाउरा हाम्रो गोठ चाहिँ यहाँ थियो नि त पहिला यहाँ हानेको चट्याङ त हो त यहीँ चट्याङ हानेको हाम्रो यहाँनिर यहाँ माथिनिर पहिलानिर के परे यहाँनिर एकछिन चस्मा लगाउनु पऱ्यो राख्दा चस्मा लगाउने यहाँनिर पहिला गोठ थियो नि त हाम्रो अन्त गोठ हुँदाखेरि चाहिँ यहाँ ठाउँ दिएको छु गोठ थियो नि त कि अन्त चाहिँ यहाँनिर चाहिँ पहिला आमा र आप्पा पनि पानी पर्ने यहाँ ओत लागिरहेको थिएछ चट्याङ हानेर चाहिँ हाम्रो चाहिँ गाई पनि थुप्रोवटा गाई मऱ्यो अन्त आमा आप्पा पनि लागेको थियो तर हुनु चाहिँ थ्याङ्क गड केही भएन हो यहाँनिर यो ठाउँमा अहिले त मटर रोपेको छ यहाँनिर यही ठाउँमा टक्कै यहीँ थियो यहाँ गोठ थियो हो पहिला हामीले बनाएको थियो यहाँ थियो त गोठ पहिला यहाँ हानेको यहाँनिर यहाँ तलबाट सारेको छ हो अनि हेर्नु नि मजा आउँछ गाउँमा अर्ग्यानिक खालको हो अब गुराँस त फुलिसक्यो नि हो वाह किम्बु रहेछ पाएछ नि जस्तो है यहाँनिर है किम्बु पनि फल्दो रहेछ नक्कली चाहिँ ओइ तँ बजारबाट आएको छ देख्छ त हामी जिताउँछ हौ एउटा खाइदिउँ न एउटा दिन पाकेको चाहिँ खाँदै रहेछ नि एउटा दिन हौ यहाँनिर यो चाहिँ खाइदिन्छ भने लेट्स गो हामी चाहिँ यहाँ त आइपुग्यो यहाँनिर हो लाग्दा चाहिँ के हो यो फोनमा मात्रै सकिदिएको हो त्यो चाहिँ कहाँ है कहाँ आएको भाइ हजुर चस्मा चाहिँ बिस्तारै ल चस्मा त सक पनि छैन कि अब लगाइदिएको तर बोक्नु अल्छी गऱ्यो भन्छ हो
के हो त्यो यत्रो चस्मा चाहिँ सानो त लगाइस् हराइस् एउटा आवाज न अन्त के भरे के भन्नु आँटेको थियो पढ्ने वाला है क्या भन्छ नि 200 रुपियाँको चस्मा हो अस्ति तलै मसँगै किनेको यसले भन्छ नि बारिश पढ्ने वाले है क्या भन्ने थियो क्या गोलमालको अन्त के हो दुईजना चाहिँ अभी बोला न मैंने अभी बोला न भन्दै कुट्छ नि यस्तै लाग्छ यहाँ त म तँलाई हो अभी बोला न मैंने भन्दा त हट्दिन्छ नि ओइ तँ पनि नक्कली नक्कली देख्छस् त हामी पो जति न जति देख्छ त यो चाहिँ नक्कली म त नक्कली अनि हामी त यहाँ म त गाउँको हो फेरि हुन त अस्ति आएको तालु लुगा टल्किएर नि गाइस फेस वास घाम लागिरहेको छ हो गाइज अन्त म चाहिँ फेस वासहरू उयो लगाएर आएको के भरे हो गाइस मेरो च्यानल पनि सब्सक्राइब गरिदेऊ है म भिडियो त हाल्नु पाएको छैन हो तर पनि कसम भनेको कि भिडियो नहाले सब्सक्राइबर माग्छ गाली खान्छ मेरो च्यानलको लिङ्क चाहिँ यहाँ हाल्दै यहाँ त सबै भिडियोको मुनिपट्टि हुन्छ हो शेर्पा ब्लग 77 हो ओइ पक्ना ओइदी सुन्न यहाँ सँग बात छ एउटा दुईजनालाई क्वेसन छ एउटा त्यो कहिले बिहा गर्ने तँ कहिले बिहा गर्छस् है अब जहिले टाइम आउँछ तैले सिङ्गल मान्छेहरू जहिले टाइम आउँछ तैँले त भन्नु पऱ्यो नि अब म भनेको म त चाह्यो भने अहिले 5 वटा पठाइदिन्छु कि यसको त म पनि मन पटाउन सक्छु एउटा छ एउटै छ तेरो छ कन्ट्याक्ट छ दादा भाइहरूलाई कहाँ भनिबस्नु है गाइस तेरो आइफोन बोकेर कामै छैन एउटा फोन पनि आउँदैन ओइ तँलाई त मैले पैसा पो दिएको थिएँ त ओइ यहाँ छ पैसा दिए मैले ब्याग कोक पैसा दे ओ दा पैसा लगेर कोक पनि ल्याएन ओइ पैसा दे दे 500 रुपियाँ लगे मेरो देख्छु यहाँ के भन्छु त्यो यहाँनिर छ नि यो अलिपुरबाट देखाउँछ यहाँनिर चाहिँ हाम्रो मान्छे झर्ने ठाउँ हो तर यो धुप्पी गाडी चाहिँ दामी छ यहाँ चाहिँ सेटिस छ यहाँ यहाँदेखि चाहिँ हाम्रो गाउँ सोलिड देख्छ यो साइडमा हो एकदम पातला छ गाउँ चाहिँ हो यहाँ तल छ पारि देख्ने चाहिँ हाम्रो घर हो यो चाहिँ हाम्रो त्यही हो त हाम्रो घर हो म त चिन्दिनँ छु झन् नचिनेको आफ्नै घर पनि घरमा नबसेर त्यस्तो हुन्छ गाउँमा नबसेर त यहाँ मजाक देख्छ है मजाक भएछ यहाँ चाहिँ दामी छ बस्ने ठाउँ हाम्रो गाउँको बाटो चाहिँ यस्तै छ अब तर अहिले चाहिँ फार बेटर हो पहिला भन्दा चाहिँ अन्त यहाँदेखि चाहिँ हाम्रो दार्जिलिङ चाहिँ दामी देख्छ दार्जिलिङ चाहिँ हाम्रो सिटिज देख्छ खासमा चाहिँ कि बिहान कि बेलुका आउनुपर्ने हो हाम्रो चाहिँ अब टाइमिङ समयले दिउँसो आयो हाम्रो स्टेटमा हो अन्त यहाँबाट चाहिँ है दार्जिलिङ सट्टै देख्छ यहाँबाट टक्कै खै दार्जिलिङ कहाँ देख्छ यो उयो यो हामीले छु यहाँनिर यो सबै दार्जिलिङ हो कि यहाँबाट चाहिँ दार्जिलिङ बजार के छ चाहिँ दारी झुङ्गा हेर्नु न यहाँ ल हालिदिन्छु नि म त फेरि म त हालिदिन्छु नि लुकाउँदैन यस्तो भिडियोहरू त हाम्रो जग्गाहरू त तर दामी छ यहाँ त्यो डाँडा काँडाहरू त कि डाँडा काँडा दामी छ नि होमस्टेहरूमा दामी चल्ने खालको कि आधाउधी छ पनि तल तल हो यो माथि माथि बनायो भने सायद चल्छ होला फ्युचरमा किनभने दामी छ नि त हौ यो जग्गा हेर्नु नि यहाँबाट भ्यूहरू दामी देख्छ बिहान बेलुका झन् मजाक देख्छ सनराइज सनसेटहरू मजाक देख्छ हाम्रो यो खालको घाम लागिरहेछ अहिले हेर्नु नि अब दुईवटा कुकुर रहेछ यहाँनिर चाहिँ नभुक्दो छैन त हौ मार्ला जतिको भुक्दो छ त हामीहरू त त्यो खुट्टामा यहाँ त बर्खामा त ओइ के हो मार्छस् के हो अब न काले दाँत त के डर लाग्छ अम्म चिप्लो बर्खामा त क्याबै चिसो चिप्लो हुन्छ नि यहाँनिर आम्मा सिधै तल बस्छ ओरु नमस्ते गाउँको मान्छेहरूले चाहिँ कति हिँड्नु गाउँडुलाई छ यो पाराले मात्र आउँछ
आम्मामा फुल त दामी फुलाएछ त हौ मजाको फुल फुलाएछ बहिनीले फुल दामी फुलाएछ है ए बहिनीले फुलाएको होइन फुल तिमीले फुलाएको कत्रो ठुलो भएछ आमामा सानो सानो थियो पहिला यत्रो यत्रो सानो सानो थियो हजुर होइन हामी बुढो भएछ भनेको नि अब ओ के भयो अरे दा ओ दा यहाँ भनिदिनु न गाउँमा चाहिँ के रहेछ मेरो हालत गाउँमा बिहा गर भनिसकेर सिरियस खेदो लगाइसक्यो हो अब बाइक पनि अब 10-12 जनाले सोधिसक्यो होइन गाउँमा त अस्तिकै आएकोदेखिको झन्डै आम्मामामा तल गाउँमा त छिरेको पनि थिएन गाउँ पनि छिरेको थिएन अर्को गाउँदेखिको पल्लो गाउँदेखिको तल सिलगढी माथिदेखिको त कहिले बिहा गर्ने बुढो भयो अरे के भयो अरे बिहा कहिले गर्ने भनेर सोध्ने मान्छे त अब हरेक जो भेट्छु सबैले बिहा कहिले हो बुढो भइसक्यो त कहिले हो कहिले भन्छ हो कहाँ हो अहिले मजा इन्जोय गर्नु पऱ्यो नि त होइन कहाँ बिहा गर्छ अहिले यो साइडबाट चाहिँ यहाँबाट चाहिँ हाम्रो रोड आउँछ उताबाट गाउँबाट हो अन्त यो साइड चाहिँ हाम्रो लङ्गुदाङ भन्छ हो यहाँ तल छ यो पारी चाहिँ भिरगाउँ सबै भिरगाउँ हाम्रो यता चेपमा पर्छ हो अन्त हाम्रो गाउँ चाहिँ अन्त यहाँबाट चाहिँ टक्क आएर चाहिँ यहाँ चाहिँ लङ्गुदाङ हो यहाँ तल चाहिँ यहाँ देख्नुहुने चाहिँ यो चाहिँ लङ्गुदाङ फार्म स्टे हो यहाँनिर चाहिँ तपाईँहरू आउनुभयो भने चाहिँ क्याम्पिङ नाइट क्याम्पिङहरू गर्नु दामी दामी छ ठाउँहरू हो दादाको छ दामी छ मजाको छ हो त्यहाँ परदेखि चाहिँ रोड छ मजाको जान्छ चिल आउट गर्नुको लागि चाहिँ दामी ठाउँ छ हो हामी पनि जाने भनेर सोचिरहेको छु तर हेरौँ के हुन्छ कहिले टाइम पाउँछ हो अन्त गाउँमा जेलसम्म त जानु पायो नि त होइन अब त गएपछि त कामै काम त्यही हो हामी चाहिँ फार्म स्टे आइरहेछ हाम्रो गाउँकै बाटो चाहिँ फेरि फार्म स्टे नै छ नि हो बिस्तारै भाइ माथिल्लो पेटबाट लैजा तपाईँ कुदा बाहिर हेऱ्यो बाटो ओइ भित्र खान्छ क्या भित्र खान्छ क्या चेक भइसक्यो कि मोमो हेर यो हो नि त एडभेन्चर चाहिँ खास फार्म स्टे चाहिँ उपर अरे हो अहिले चाहिँ हामी होइन तलनिर अघि मैले माथिबाट दिएको थिएँ नि फार्म स्टे तल छ भनेर त्यो फार्म स्टेमा आइपुगिरहेको छ यहाँ चाहिँ हाल्छ हामी हो आएर चाहिँ अब खास प्लान थिएन आउने मैले दादाले बाइक सिकाउँदा सिक्दै आएको कुदाउँदै आएको यहाँ आउँ भने माथिबाट देखेर आउनु मन पऱ्यो हो भिडियो पनि देखिबस्यो नि त अन्त चाहिँ यहाँ चाहिँ अब कफी खाएर जाने भनेर हो नत्र भोलितिर बस्नु नत्र भने हो बस्ने गरी क्याम्प फायरिङ गर्ने गरी होइन क्याम्प फायर गर्ने गरी चाहिँ भोलितिर होला सायद अल्छे यस्तो छ गाइस फार्म स्टे तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँ चेयर्स फर द लिभर ड्यामेज चेयर्स लङ्गुदाङ फार्म स्टे को कफी है अर्कोले भए ड्यामेज भएको नाइस गाउँकालो हामी चाहिँ आँगन बस्तीको अरे यो चाहिँ मजा आउँछ तर उसको गाउँको आलु चाहिँ यसरी खाइन भने चाहिँ मजा कि मजा मलाई एउटा खाइदिनु म पनि खाइदिनु एउटा खाइदिनु मलाई देख न यता अलि आउँछ त अन्दैन थुकाइसक्यो यहाँ यसलाई सिन नदिन ए थुकायो कि म पनि खाएको ल कस्तो टेस्टी हुन्छ है हेभी टेस्टी नै है हाम्रो घर पनि भित्र गरम भएछ बाहिर बसेर आँगनमा बसेर खाइदिएको नानीहरूको ट्युसन पनि देखाइदिएन होस् छोडिदिनु अहिले भोलि अर्को बनाउनु अन्त आजको भिडियो यतिमै हो आज चाहिँ गाउँ यताउता घुमेर हो अहिले मजा आयो अब फेरि अर्को भ्लग चाहिँ सरप्राइज भ्लग हुन्छ अब जाम हुनसक्छ होइन स्टे ट्युन गाइस तब तक के लिए बाई बाई सी यू गाइस